नमस्ते, स्वागत छ हजुरहरूलाई आदित्य ब्लगमा। आज मैले तपाईहरुको लागि मैले नयाँ भिडियो ल्याएको छु। कृपया भिडियो लास्टसम्म हेरिदिनु होला। आज चाहिँ हाम्रो तामाङ कमिटीको लागि राम्रो दिन हो र आजको दिन हो बुद्ध पूर्णिमा। आजको दिन सबै जग्गामा जति पनि बुद्धिस्टहरू छ सबले आज मनाउँछ यो पूजा। हामी गुम्बामा जान्छौँ अनि तपाईहरुलाई हाम्रो उहाँको गुम्बाको दृश्यहरू देखाउने छु, हाम्रो पाठ पूजाहरू देखाउने छु, उहाँको चिजहरू देखाउने छु। तपाईलाई राम्रो लाग्छ त्यो हेरेर तामाङ कमिटी पनि यस्तो हुँदो रहेछ भनेर तपाईलाई पनि एउटा थाहा हुन्छ। म र मेरो फ्यामिली दोकानमा गयौँ। हामी त्यसमा अलिकति मुरी बिस्कुट अगरबत्तीहरू किन्यौँ। त्यसपछि हामी गयौँ बजारमा फेरि 2-4 सामानहरू ल्यायौँ। त्यसपछि भाइ पनि भेटाएको थियो। भाइ म हामी तीनजना पुग्यौँ गुम्बामा। हामी जाँदैछु, हेर्नु होला हाम्रो गुम्बा शान्तिपुर सदियाको गुम्बा हो, सबभन्दा राम्रो चलचित्र गुम्बा हो। हामी जाँदैछौँ तीनजना। भित्रको दृश्य हेर्नु होला तपाईहरु। भित्र गएपछि मैले देखे चाहिँ बहुत मान्छेहरू लाइनमा लागिरहेछ। कोही पूजा पाठ गर्दैछ, कोही बाहिर निस्किँदैछ। हामी पनि पुग्यौँ, भिड थुप्रै छ। कोही मान्छे जाँदैछ, आउँदैछ। हामी पुग्दा पनि ठिकै भिड थियो। हामी भन्दा अगाडि धेरै भिडहरू थियो। हामी पनि यस्तो हेर्यौँ, सामानहरू थाहा भएन कि हामीले जुन सामान लगेको थियो त्यो कहाँनिर राख्नुपर्ने। यताउता हेर्दा लास्टमा हेर्दा चाल पायो कि त्यहाँनिर राख्नुपर्ने रहेछ। मेरो फ्यामिलीले जुन सामान जहाँ राख्नु थियो त्यहाँ राखिदियो। हेर्नु सक्नुहुन्छ तपाईहरुले। भित्रको दृश्य हेर्नु, यति सुन्दर छ। मन्दिर भने जिनिस या गुम्बा भने जिनिस जुनै पनि जिनिस हो, मतलब मान्छेहरू आफ्नो मन हल्का हुन्छ गएपछि। बाहिरहरू त अब जहाँ तहाँ यति खराब हुन्छ, लेकिन गुम्बामा मन्दिर जहीँ गए पनि आफ्नो मनले शान्ति पाउँछ, सुकुन पाउँछ। त्यही भएर म त्यहाँदेखि पूजा गर्नुको तयारीमा गएँ। म लाइनमा लागिरहेछु पूजा गर्नुको लागि। हेर्नु सक्नुहुन्छ पूजा गरिसक्यो फाइनली। त्यसपछि मैले हेर्दैछु कहाँनिर राख्नुपर्ने अगरबत्ती। भित्र त राख्ने कुनै जग्गा नै छैन। फेरि यताउता हेर्दै जाँदाखेरि त बाहिर राख्नुपर्ने रहेछ। 3 फनको गुम्बामा घुरेर अनि बाहिर राख्नुपर्ने रहेछ अगरबत्ती चाहिँ। अनि मात्रै थाहा भयो, किनकि 1-2 बार गइराख्यो भने मान्छेलाई आदत हुन्छ नि त कसरी जानुपर्ने। पूजा पाठ गर्दैछु। भाइले मलाई भिडियो बनाउँदैछ। हाम्रो भाइ छ एउटा क्यामेराम्यान, राम्रो क्यामेराम्यान, उसले भिडियो बनाउँदैछ। हेर्दै पूजा गरिसके। फ्यामिली पनि मेरो साथमै छ। हेर्नु सक्नुहुन्छ मान्छेहरू कोही नानी बोकेर कोही पनि आइरहेछ। लास्टमा मैले पूजा गरिसके। त्यहाँदेखि मैले भाइलाई भने, भाइ तिमी पनि पूजा गर्नु भनेर। हेर्नु सक्नुहुन्छ मान्छेहरू। वहाँ हेर्नुहोस् लामा मेमेहरू पनि अब उनीहरू रेस्टमा छ अहिले, बात गर्दै हुनुहुन्छ नेक्स्ट प्रोग्राम के गर्नुपर्ने भनेर। त्यसपछि हामी अगरबत्ती लिएर बाहिर गुम्बाको 3 चक्कर काट्दैछौँ सबैजना मिलेर। कोही आउँदैछ, गर्ने गर्दैछ, जाने जाँदैछ। सबै ट्रान बाई ट्रान पूजा पाठ हुँदैछ। हामी जाँदैछु, 3 चक्कर मार्दैछु गुम्बाको। हेर्नु सक्नुहुन्छ हाम्रो गुम्बा अहिले पनि अन्डर प्रोसेसिङमा छ। तपाईहरुको साथ, तपाईहरुको विकास, अगर तपाईले साथ दियो भने, राम्रो च्यानललाई ग्रो भयो भने म अवश्य मन्दिरमा गुम्बामा दान दक्षिणा गर्नेछु। फाइनली हामीले गरिसकेर हामी भित्र गयौँ बुद्ध भगवानलाई ढोक्नको लागि। पहिले चाहिँ अब फ्यामिलीहरुको ट्रान उनीहरूले ढोक्दैछ। हेर्नु सक्नुहुन्छ हाम्रो ढोक्ने तरिका तामाङ युनिटीको सबको अलग-अलग हुन्छ, सबको जग्गाको अलग-अलग टाइपको हुन्छ। त्यसपछि मेरो ट्रान आयो, मैले पनि ढोक्नु थालेँ। 3 बार चाहिँ ढोक्नु पर्छ नियमले, 4 बार 5 बार त्यो त आफ्नो इच्छा हो। आफ्नो मनले ढोक्नु पर्छ। अब मन ढोक्दाखेरि आफूले अब मनमा शान्ति, सुख शान्ति सम्झेर ढोक्नु पर्छ। त्यहाँदेखि मैले ढोकिसकेर हाम्रो नियम छ एउटा, मतलब जुन त्यहाँनिर हाम्रो यहाँनिर मूर्तिहरू बनाउँछ त्यो मूर्तिमा पैसा चढाउने मैले पनि त्यहाँदेखि चढाएँ। त्यहाँदेखि गएर हाम्रो यो छोई भन्छ जुन लामाको किताब, त्यसमा गएर ढोकेँ।
त्यसपछि फेरि ठुलो खेम्बोलाई पनि ढोके, ठुलो खेम्बोको फोटोलाई। त्यसपछि फेरि लामा भेमेको टर्न आयो, लामा भेमेलाई पनि मैले ढोक गरे पछाडि म र मेरो बेस्ट फ्रेन्ड हामीले लुङदार गाड्यो। हाम्रो तामाङ भाषाबाट लुङदार भन्छ, झन्डालाई लुङदार भनिने गर्छ हामीले। त्यहाँदेखि यो जुन छ यो चाहिँ मेरो बेस्ट फ्रेन्ड हो, सानोको साथी हो। उसलाई आज धेरै दिनमा भेट भयो, बहुत राम्रो लाग्यो। हेर्नुहोस् हाम्रो गुम्बाको दृश्यहरू। अहिले अझै काम बहुत बाँकी छ। अनि आज हाम्रो यहाँ स्पेशल बनिँदैछ बासमती चामलसँग पुरा घिउमा बनिँदैछ हाम्रो लोकल पुलाउ। बहुत टेस्टी पुलाउ बनेको छ। फाइनली हाम्रो पुलाउ रेडी भयो खानको लागि। मैले टेस्ट गरेँ, यति राम्रो टेस्टी थियो कि पुरा एकदम देसी घिउमा थियो। हामी सबै थियौँ, साथीभाइहरू सबैजना हामी मिलेर खायौँ, बहुत राम्रो लाग्यो। त्यसपछि लास्टमा अब हाम्रो जाने बेलामा सबैजनालाई प्रसादीहरू दिने गर्छ। मैले पनि प्रसादी लिएँ। त्यसपछि हामी पनि घर जाने बेला भयो। तपाईँलाई भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद।